अर्को प्रश्न फिगर सिरिज अन्तर्गतकै छ है त। यो चित्रवाला प्रश्नहरूमा स्न्याप रुल लगाउनु होला है। मैले यसको बारेमा फुल भिडियोहरू बनाएको छु लोकसेवा अड्डा युट्युब च्यानलमा, एकदम मजाले हेर्नु होला। स्न्याप रुल सुरुमा सेप, त्यसपछि नम्बर एसएन, ए भनेको एङ्गल पोजिसन पी होइन, एसएस भनेको सेडिङ र साइजका कुरा पनि छन्। डिटेल भिडियो मेरो युट्युब च्यानलमा हेर्नु होला है त। यसमा के छ लजिक हेरौँ त। यसमा लजिक के छ भन्दाखेरि एरो त एरो छ, सेप त उही कुरा हो होइन सबै। त्यसपछि नम्बर हेर्ने भनेको छु, स्न्यापमा त्यो हुन्छ कि एसएनए पिएसएस भन्छु मैले। सेप भनेपछि किन कुनै पनि जनावरकोदेखि लिएर कसैको पनि वस्तुको सेप त हुन्छ नि। सेप थाहा भएपछि छुट्याउन सजिलो हुन्छ, अगाडि बढ्न सजिलो हुन्छ है त। यसमा सिरिजको क्वेसनमा अब यो ठाउँमा के राख्ने भनेर प्रश्न सोधेको छ, हेरौँ। यसमा 1 2 3 4 5वटा छ है त। एरोको सङ्ख्या 5, यतातिर 1 2 3 4 4 छ, अनि यसमा 1 2 3 3 छ। यतातिर के छ 1 2 3 4 छ, यतातिर 1 2 3 छ, यतातिर 1 2 हेर्नु त 5 4 3 छ, हजुर 4 3 2 एउटा एउटा घट्दै आएको छ। यसमा कति छ 3 है त, अनि यसमा 2। अब एकवाला चाहियो है त। एकवाला कुन छ, यो छ त छैन, एउटा दुईटा भयो, यो छ 6 अनि यो छ छैन, यो पनि काटौँ। अब के यो होला, आइदर यो अर यो दुईटा मध्ये एउटा कुन होला त भन्ने कुरा छ। अब नम्बरबाट थाहा भएन एङ्गल र पोजिसन के हेर्नु त। यो यसरी घुमाएको छ नि 90 डिग्री क्लकवाइज, अझ 90 डिग्री क्लकवाइज यो भयो, यो पनि त्यसरी 90 डिग्री, अनि त्यसपछि यहाँबाट 90 डिग्री यो भयो, यो यता थियो 90 डिग्री क्लकवाइज यो भयो। 90 डिग्री क्लकवाइज भन्दाखेरि यस्तो किसिम कुन छ त, यो होला है त। यो हो सही एन्सर। यसको एन्सर अप्सन नम्बर 4 इज करेक्ट। फुल भिडियोको लागि यु क्यान सब्सक्राइब आवर युट्युब च्यानल लोकसेवा अड्डा। भिडियो धेरैलाई सेयर गरिदिनु होला। हस्, धन्यवाद।